नहाओ ताजार फुबु सुकुदी जिनिस यास जिन खैजास कतै मडा नो जास कता किन्नु सै कता तफे मडा दार जाइ कि मडा सुकुदी आमाइ त नेम दुई जास अर्गानिक नोकल रक्सी खाँदै हुनुहुन्छ उहाँ फुबुले चाहिँ तपाईहरुले हेर्नु होला यता चाहिँ हाम्रो बुवा हुनुहुन्छ उहाँले चाहिँ त्यो अहिले के हो के हेर्दै हुनुहुन्छ उहाँको अब तमसु के हेर्दै हुनुहुन्छ उहाँले के हो बुवा त्यो तमसुको हाँ ए आज त किन टीका लाउनु भएको छ त रातो टीका के थियो आज व्रत थियो क्या रुकुमकोटमा के गर्न जानुभयो त पैसा निकाल्न पैसा त धन्नै निकाल्नु भयो होला त्यसो भए त खै आज हामीलाई खुवाउने हैन पार्टी दिने हैन यता चाहिँ यता बुवा हुनुहुन्छ भने यता चाहिँ फुपू यता चाहिँ उहाँ फुपूको भाइ हुनुहुन्छ यता बुवा अनि यता चाहिँ हाम्रो मम्मी हुनुहुन्छ है उहाँ फुपू चाहिँ यता हाम्रो आफ्नो माइत आउनु भएको छ मासु चबाइराख्नु भएको छ आज हेर त दाँतै छैन खसीको मासु खाँदै हुनुहुन्छ उहाँ फुपूलाई आज बुवाले चाहिँ बोलाएर चाहिँ खसी खुवाउनु भएको रहेछ रक्सी पनि दिनु भएको छ फुपूको उमेर कति भयो रे भनिदिनुस् त यहाँ दर्शकहरुलाई ए भनेपछि बिर्दे बट्टा चाहिँ 10 वर्ष खानु भयो नि अनि हजुरको नाम भन्दैन न फुपू मेरो नाम जुटी कर्मा हो जुटी कर्मा गुरुङ थियो पछि बिहा गरेर जानु भएपछि गर्ती हुनु भयो नि गर्तीको पछि मंगरको पछि गयो अब घरखेन भयो ए मंगरको भयो फाजु कता हुनुहुन्छ त फाजु फाजु त गयो स्वर्गति ए ल त धन्यवाद फु अब यता बुवालाई सोध्छु के कुरा लाज मान्नु हो बुवाले नमस्ते सर हजुर कति वर्ष हुनुभयो हजुरको उमेर भनिदिनु न दर्शकहरुलाई उमेर कति वर्ष पुग्नुभयो 77 वर्ष भनेपछि फुबुसँग 3 वर्षले डिफ्रेन्ट रहेछ हेर्दा चाहिँ बुवा चाहिँ बड्डो हुनुहुन्छ उहाँ फुबु चाहिँ झन् कलिलो देखिनुहुन्छ र यता आमालाई सोध्छु है आमाले चाहिँ उ हेर त हाँसिरहनु भएको छ ल हजुरको उमेर भनिदिनु र आमा कति साले रे 20 सालेले कति भेटायो तपाई अब 56
56 वर्ष पुग्नुभयो क्या 56 58 जस्तै आमाले चाहिँ आफ्नो उमेर पनि थाहा पाउनु भयो रहेछ हेर बिचरा ल हाँसो चाहिँ राम्रो छ है हामी बड्डा बड्डी यता छौँ ल लाज ल्याउता झन् ढिलो पकाउ ल मेरो रानीले चाहिँ ढिलो पकाउन तयारीमा अब यहाँ आलु यो चाहिँ हाम्रो किचन रुम है ल हेर त छ्यात्त पार्नुहुन्छ यता आलु अनि यता चाहिँ चिया पकाउने भाँडो उता तरकारी पकाछौँ ए माथि देख्नुहुन्छ सुकुटी यहाँ छ यता चाहिँ है यो के हो भनेर नझुकिनु होला यो चाहिँ मान्द्रो है 1 2 3 4 5 पाँचवटा मान्द्रो छ यी अर्गानिक नोकोल गाउँघरमा पाउने सामानहरू देखाउँदैछु म यो सबै चाहिँ उहाँ बुवाले गर्नुभएको बुन्नु भएको ल त आजलाई हाम्रो भिडियो यतिकै कहाँदेखि हेर्नुभयो तपाईहरुले छिट्टै यो भिडियो हेरेर सिधिने बित्तिकै कमेन्टमा चाहिँ असाध्यै राम्रो कमेन्ट लेखिदिनु होला भन्दै म यो भिडियोलाई अन्त्य गर्छु धन्यवाद साथीहरु बाइ बाइ